ल हेर्नु त साथीहरु, पृथ्वीको उत्पत्ति कसरी भएको रहेछ। सुरुमा यस्तो हुँदो रहेछ, अनि सबै देखाएको छ। अन्तिम समय हेरेर साथ दिन होला। यसरी आगो बन्द रहेछ पृथ्वी पुरै पुरै आगो बनेपछि फेरि पानी पर्दो रहेछ। पानी परेपछि धुवा बनेर फेरि पग्लेर चाहिँ पानी नै जस्तो बन्दो रहेछ। पानी बनिसकेपछि फेरि धुवा बनेर बिस्तारै बिस्तारै आइस पुरै बरफ बन्दो रहेछ। यसरी बरफ बन्दो रहेछ। फेरि बरफ बनिसकेपछि फेरि बरफ बिलाउँदो रहेछ सूर्यको किरण आएर। अनि बरफ बिलाएपछि थोरै थोरै पहाडहरू नि हरियो घाँसहरू पलाउँदो रहेछ। फेरि घाँसहरू सँगसँगै रुखहरू पनि पलाउँदो रहेछ। अनि डाइनोसरहरूको उत्पत्ति हुन्छ। त्यहाँसम्म चाहिँ हामीलाई पनि थाहा थियो डाइनोसरहरूको रात थियो पहिले भनेर। फेरि पृथ्वीमा उल्कापिण्ड झर्छ र पृथ्वी ध्वस्त हुन्छ। ध्वस्त भइसकेपछि यस्तो हुन्छ, आगो बनिरहेको हुन्छ। फेरि पानी पर्छ। पानी परेपछि यसरी हरियाली घाँसपातहरू पलाउँछन्, माटो पनि बन्दै जान्छ। अनि यसरी बाँदरको उत्पत्ति हुन्छ। हाम्रो पुर्ख बाँदरको उत्पत्ति हुन्छ। अनि यसरी सानो सानो झुप्राहरू लगाउन थाल्छन्, बस्न थाल्छन्। यसरी त्यहाँबाट मान्छेमा थोरै थोरै विकास हुँदै जान्छ। घरहरू बन्छन्, पर्खालहरू बन्दै जान्छ, गेटहरू बन्दै जान्छ। अनि बिस्तारै बिस्तारै कल कारखानाहरू बन्दै जान्छन्। विभिन्न कुराहरू, खाने कुराहरू, लाउने कुराहरू बन्दै जान्छन्। अनि फाइनली यस्तो खालको सहर बन्छ अहिले जुन हामी यही अवस्थामा छौँ। र यसरी नै पृथ्वीको उत्पत्ति भएको थियो र भोलि गएर यसरी नै अन्त्य हुन्छ भन्न सकिन्छ। अन्त्य हुन पनि सक्छ पनि भन्न चाहन्छु है त। धन्यवाद। मन पर्यो भने लाइक, कमेन्ट अनि शेयर, सब्सक्राइब गर्नु होला है त। धन्यवाद। फलो गर्नु है।